सदस्य गाउँपालिकाहरूको संगठनात्मक सुदृढीकरण र प्रभावकारिता। गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आफ्ना सदस्य गाउँपालिकाहरूमा स्थानीय शासन प्रणालीको सुदृढीकरण र प्रभावकारिताका लागि विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ। यस अवधिमा 3वटा नमुना कानुनको मस्यौदा गरी पठाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र महालेखा परीक्षकको कार्यालयसँगको परामर्शमा मस्यौदा गरी पठाइएका ती कानुनहरूमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, सार्वजनिक लेखा समिति कार्य सञ्चालन कार्यविधि र बेरोजु फर्स्यौट कार्यविधि रहेका छन्। नमुना कानुनको मस्यौदा उप विभिन्न चरणमा परामर्श छलफल भइरहेको थियो भने स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीहरूसँग नेपालगञ्जमा प्रतिनिधिमूलक रूपमा सुझाव लिएको थियो। गत वर्ष समयमा बजेट पारित गर्न नसकेका 22वटा गाउँपालिकाहरूलाई महासंघका पदाधिकारीहरूको बेग्ला बेग्लै टोलीले सम्बन्धित गाउँपालिकाहरूमा नै गएर सहजीकरण गरेको थियो। महासंघको सहजीकरणका कारण तोकिएको समय सीमामा बजेट पेश नगर्ने र पारित गर्न नसकेका गाउँपालिकाहरूको संख्या यस वर्ष घटेको छ। महालेखा परीक्षकको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग स्थानीय सरकारमा वित्तीय अनुशासन, बेरोजु फर्स्यौट र अनुशासनका सवालहरूमा जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएका छन्। मधेसका 3, बागमतीका 4, लुम्बिनीका 6, कर्णालीका 4 र सुदूरपश्चिमका 5 गरी 22 जिल्लामा भएको कार्यक्रममा 29 जिल्लाबाट सहभागिता रहेको थियो। सबै कार्यक्रममा करिब 1300 भन्दा बढीको सहभागिता थियो। ती कार्यक्रम स्थानीय सरकारमा कसरी बेरोजु कम गर्न सकिन्छ र कायम भएको बेरोजु कसरी फर्चोट गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर आयोजना गरिएको थियो। यसैगरी गाउँ नगरसभा अन्तर्गत रहने सार्वजनिक लेखा समितिको प्रभावकारिताका लागि अन्तर तह सार्वजनिक लेखा समिति बीच तहगत विधायिकी अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ। पोखरा र सुर्खेतमा भएको प्रदेश स्तरीय संवाद कार्यक्रममा सार्वजनिक लेखा समितिका सभापतिहरू, महालेखा परीक्षक, गाउँ तथा नगरपालिकाका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र गाउँ नगरपालिकाका सार्वजनिक लेखा समितिका संयोजकहरूको सहभागिता थियो। लुम्बिनी प्रदेशका 9वटा गाउँपालिका र 1वटा नगरपालिकालाई पर्यटन क्षेत्रको विकासको लागि स्थानीय पर्यटन योजना तर्जुमा गर्न सहजीकरण गरिएको छ। पर्यटन क्षेत्रको विकासमा प्रदेश र स्थानीय सरकार बीच प्रभावकारी समन्वयका लागि अध्ययन गरिएको छ। अध्ययन प्रतिवेदन प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। यसैगरी लुम्बिनी प्रदेशको पर्यटन नीति 2081 को मस्यौदा तयार गरी उद्योग, पर्यटन तथा यातायात मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। पर्यटन नीति तर्जुमाको क्रममा कुहलपुर, रोल्पा, बुटवल र भालुवाङमा सरोकारवालाहरू बीच परामर्श कार्यशाला आयोजना गरिएको थियो। वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको पुनर्एकीकरणका लागि रेमी हेल्भिटासँगको सहकार्यमा 8वटा गाउँपालिकाहरूमा सहजीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ। 8वटा गाउँपालिकाहरूमा 2-2 दिने कार्यशाला सम्पन्न गरिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूका सवालहरूलाई स्थानीय सरकारको शासन प्रक्रियामा समावेश गर्न गाउँपालिकाहरूलाई सहजीकरण गर्नु यस परियोजनाको मुख्य उद्देश्य रहेको छ। लुम्बिनी प्रदेशका 42वटा गाउँपालिकाका प्रवक्ताहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। 45वटा गाउँपालिकाहरूलाई खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धमा सहजीकरण गरिएको छ। तर युनिसेफसँगको सहकार्यमा भएको यो कार्यक्रम गत डिसेम्बर 2024 मा समाप्त भइसकेको छ। 4 प्रदेशमा विद्यालय शिक्षा क्षेत्र योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा भएको कार्यक्रममा 122 गाउँ तथा नगरपालिकाका 313 जना जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता थियो। सूत्रलाई परिमार्जन गर्ने क्रममा 2वटा प्रदेशमा स्थानीय सरकारका लेखा प्रमुखसँग परामर्श कार्यक्रम सञ्चालन गरिएको छ। महालेखा नियन्त्रकको कार्यालयसँगको सहकार्यमा कोशी र सुदूरपश्चिममा भएका कार्यक्रममा 60 जना लेखा प्रमुखहरूको सहभागिता थियो। संघीयता अन्तर सरकार समन्वय प्रभावकारी बनाउने विषयमा महासंघका केन्द्र तथा प्रदेश कार्य समितिका पदाधिकारीहरू, महासंघमा कार्यरत कर्मचारीहरूको सहभागितामा रणनीतिक कार्यशाला सम्पन्न भएको छ। वैशाख 4 र 5 गते गोदावरीमा सम्पन्न कार्यक्रममा प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम PLGSP को प्रभावकारी कार्यान्वयनमा
महासङ्घको भूमिकाका सम्बन्धमा अभिमुखीकरण गरिएको थियो। कार्यशालामा सङ्घ, प्रदेश र स्थानीय सरकार बीचको अन्तर सम्बन्ध र समन्वयका विविध पक्षहरूमा छलफल गर्दै सबै संयन्त्रहरूमा महासङ्घको अर्थपूर्ण प्रतिनिधित्वको लागि खेल्नुपर्ने भूमिकाका सम्बन्धमा छलफल गरिएको थियो। 125 गाउँपालिकाका गणित, विज्ञान र अङ्ग्रेजी विषयका 280 जना शिक्षकहरूलाई स्तरीकृत परीक्षाका लागि प्रश्न लेखन सिप विकास सम्बन्धी प्रशिक्षण तालिम प्रदान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले महासङ्घसँगको सहकार्यमा यस वर्ष 7 वटा कार्यक्रम सञ्चालन गरेको छ। यसैबीच 80 जना शिक्षा शाखा प्रमुखलाई अभिमुखीकरण गरिएको छ। यस विषयमा सहकार्य गर्न राष्ट्रिय परीक्षा बोर्ड र महासङ्घ बीच समझदारी गरिएको छ।